दूरदर्शन गान्तोक हेरेर बसिरहनुभएका सम्पूर्ण दर्शकहरूलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन। आदरणीय दर्शक महानुभाव, वन्य जनावर वन्य जीवको संरक्षण नै प्रकृतिको सुरक्षा हो, जैव विविधताको संरक्षण हो। वन्यजीवहरूको सुरक्षाको प्रसङ्गमा आज हामी कुराकानी गर्न गइरहेका छौँ। एउटा यस्तो वन्यजीव जो अत्यन्तै आकर्षक छ अनि उति नै दुर्लभ पनि छ। जति लजालु छ त्यति नै सुन्दर पनि छ। आउनुहोस्, सिक्किम राज्यको राज्य पशु रेड पाण्डामाथि हामी कुराकानी गर्नेछौँ। वन वनस्पति कार्यक्रम अन्तर्गत यहाँहरूलाई आज हामी रेड पाण्डाको महत्त्वबारे, संरक्षण गर्नुपर्ने विविध उपायहरूबारे अनि यसका पहलहरूबारेमा पनि हामी केन्द्रित रहेर कुराकानी गर्नेछौँ। रेड पाण्डालाई बचाएर राख्नका लागि, प्रकृतिको संरक्षण गर्नका लागि किन अनिवार्य छ अनि के पहलहरू गरिँदैछ, तमाम विषयलाई समेट्नेछौँ। यसको जीवनशैली, यसको लाइफ साइकल, यसको जीवन चक्रमा पनि केन्द्रित रहेर कुराकानी गर्नेछौँ। विविध विषयलाई समेट्नेछौँ। यस सम्बन्धमा हामीलाई जानकारी दिनको निम्ति हामीसँग हुनुहुन्छ रेड पाण्डामाथि नै विशेष केन्द्रित रहेर अनुसन्धान गर्ने व्यक्तित्व हुनुहुन्छ श्री बसन्त शर्माजी। यहाँलाई हाम्रो कार्यक्रममा स्वागत जनाउन चाहे। तपाईँ एक परामर्शदाता पनि हुनुहुन्छ, अनलाइन गरिरहनु भएको छ फ्रिलान्सको रूपमा, होइन? रेड पाण्डा वास्तवमै भन्ने हो भने अन्य जीवहरूभन्दा, अन्य जानवरहरूभन्दा किन यो फरक छ? हजुर, एकदमै रोचक प्रश्न है। र अब यसलाई चाहिँ यसको धेरै बुदाहरू छ। हजुर, पहिला चाहिँ म यसको अपियरेन्समा जान्छु है। हजुर, यो अब रेड पाण्डा हाम्रो घरमा पालिने जुन चाहिँ बिरालोहरू हुन्छ त्योभन्दा अलिकति मात्रै ठुलो छ है, अलिकति ठुलो छ। हजुर, अनि एकदमै अब हेर्दाखेरि प्रिटी, एकदम क्युट एनिमल छ होइन। मेरो अनुभव भन्नुपर्दाखेरि मैले जब यसलाई फर्स्ट टाइम वाइल्डमा, यसको नेचुरल हेबिटेटमा मैले देखेँ नि, मलाई त एकदमै त्यो लभ एट फर्स्ट साइट भएको थियो क्या त्यो टाइममा। र तर अब जति यसको सुन्दर देखिन्छ त्योभन्दा अझै कति गुणा बढी चाहिँ यसको इकोलोजिकल इम्पोर्टेन्सहरू छ। जस्तै फर्स्टमा भन्नुपर्दाखेरि यसलाई हामी एउटा अम्ब्रेला स्पेसिस भन्न सक्छौँ। अम्ब्रेला भन्दाखेरि चाहिँ कस्तो भन्दाखेरि अब यो टेम्परेट बेल्टमा, टेम्परेट भन्नाले अलिकति जुन चाहिँ यो चिसो जङ्गलहरू छ जहाँनिर हाम्रो यो ओक, रोडोडेन्ड्रनको फरेस्टहरू पाइन्छ है, त्यो जङ्गलमा पाइने जीव हो। र त्यसलाई चाहिँ यसलाई अम्ब्रेला किन भन्दाखेरि अब रेड पाण्डालाई बचाउनु पर्यो भन्दाखेरि चाहिँ रेड पाण्डा मात्रै एउटा जानवर मात्रै बचाउनु होइन, त्यहाँ हुने चाहिँ एउटा अरू त्योसँगै हेबिटेट जुन चाहिँ सेयर गर्छ। किनभने अब रेड पाण्डाले बसोबासो गर्दाखेरि यसको मेन भनेको यसलाई ठुल्ठुलो रुखहरू चाहिन्छ, पुरानो रुखहरू, जस्तै ओकको रुखहरू भयो होइन। अब ओकको रुख पनि जोगिन्छ। साथसाथै यसले अब खानपान, यसको आहार भनेको ब्याम्बोमा बेसी आश्रित छ है। ब्याम्बोको स्पेसिसमा 90-95% यसले ब्याम्बो खान्छ। र अब त्यो ब्याम्बोहरू पनि जोगिन्छ। भन्नु मतलब टेम्परेट बेल्ट जोगिँदाखेरि त्यहाँ हुने टेम्परेट बेल्ट चाहिँ फेरि बायोडाइभर्सिटीको लागि एकदम रिच बेल्ट हो यसमा। किनभने टेम्परेट बेल्ट भनेपछि अलिकति हाई अल्टिट्युड, यसमा यसको लगभग अब अल्टिट्युडमा भन्नु पऱ्यो भने चाहिँ 2200 मिटरदेखि भनौँ न, 2200 मिटरदेखि उचाइको उँभोको जङ्गलहरू चाहिँ टेम्परेट बेल्ट मानिन्छ है। अब यो चाहिँ यसमा चाहिँ किन भन्दाखेरि फेरि किन डाइभर्सिटी रिच छ भन्दाखेरि एक छ तपाईँको त्यहाँ सधैँ हुने बस्ने पनि चिजहरू पनि विविधता बेसी छ। अर्को चाहिँ तपाईँको यसको जोग्राफिकल लोकेसन यस्तो छ जसमा कि अब विन्टर हुँदाखेरि, विन्टर भन्नाले एकदमै चिसो जग्गा जब हुन्छ, चिसो हुँदाखेरि उनीहरू एनिमल्सहरू पनि, बर्ड्सहरू पनि माइग्रेट गर्छ। सो बेसी चिसो हुँदाखेरि चाहिँ उँभोबाट, हाई अल्टिट्युडबाट टेम्परेट बेल्टमै आउँछ। फेरि अर्कोपट्टि हामीले हेऱ्यौँ भने समरमा चाहिँ अब प्लेन ल्यान्डमा, ट्रपिकल बेल्टमा जब बेसी गरम हुन्छ त्यो अलिकति फेरि सेल्टरको लागि चाहिँ उँभो जाने गर्छ र त्यति बेला पनि फेरि टेम्परेट बेल्टमै पुग्छ। र यसले गर्दाखेरि चाहिँ अब रेड पाण्डालाई हामीले जब जोगाउँछौँ त्यो गर्दाखेरि अरू त्यसको सतह त्यसमा हुने वन्य प्राणीहरू, बायोडाइभर्सिटी पनि कन्जर्भ हुन्छ है, त्यो एउटा भयो। अर्को फेरि तपाईँको के छ भने यसलाई हामी नेचुरल थर्मोमिटर पनि भन्न सक्छौँ, हेल्थ इन्डिकेटर। किन भन्दाखेरि रेड पाण्डाको जुन जग्गामा बस्छ त्यो स्पेसिफिक तपाईँको टेम्परेचरमा, स्पेसिफिक अब यो पल्युसन भएको जग्गामा हुँदैन है। र अब एकदम पल्युसन रहित र पानीको मात्रा ठिक भएको है जङ्गलमा, हेल्दी जङ्गलमा मात्रै यसको बसोबासो गर्नु सक्छ। र अलिकति त्यसमा अब कुनै एउटा ठाउँमा चाहिँ पहिला रेड पाण्डा थियो र अहिले त्यसको पपुलेसन कम्ती हुँदैछ या त केही थ्रेट भएको छ भने चाहिँ हामीले बुझ्नुपर्छ त्यो इकोसिस्टमलाई चाहिँ, त्यो जङ्गललाई चाहिँ कुनै एउटा नराम्रो अब बिमारले लागिसकेको छ भनेर हामीले बुझ्न सक्छौँ है। र त्यो एउटा भयो। र अझै अर्को चाहिँ हामीले यसलाई के छ भने साइन्टिफिक वेमा हामीले हेऱ्यौँ भने
यो चाहिँ यसको फ्यामिली जुन चाहिँ परिवार छ त्यो चाहिँ त्यसको एउटा मात्रै सदस्य हो यो अहिले बाँचिरहेको। किनभने अरूमा हामीले हेर्छौँ जस्तो अब क्याटको फ्यामिलीमा छ भने पनि नि क्याटमा पनि थुप्रो छ नि त, जस्तो अब यसको प्रजातिहरू भिन्न भिन्न हुन्छ नि। जाइन्ट रेड पान्डा भन्ने पनि छ, अनि हामीले चाहिँ रेड पान्डामाथि चाहिँ जाइन्ट रेड पान्डा, हजुर त्यही त, त्यसमा हेर्दा फरक छ। हामीले पान्डा भनेर भन्दाखेरि चाहिँ जाइन्ट पान्डा र रेड पान्डालाई एउटै फ्यामिलीको जस्तो मानिन्छ। तर यसको इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भन्दाखेरि रेड पान्डा चाहिँ एल्युरिडी भन्ने फ्यामिलीमा आउँछ र त्यसको चाहिँ एउटा लोन सदस्य हो। यसको अरू जुन चाहिँ अब रिलेटिभहरू थियो त्यो चाहिँ 1000 वर्ष मिलियन वर्ष अगाडि नै लुप्त भइसकेको छ। र अहिले हामीले रेड पान्डा स्टडी गर्नु भनेको चाहिँ एउटा त्यो हामीले करोडौँ वर्ष पुरानो जुन चाहिँ एउटा इभोल्युसनको एउटा त्यो प्राकृतिक वरदान छ भनौँ न, त्यसको एउटा पाना पल्टाको जस्तो पनि हो। भनेपछि यसलाई हामीले संरक्षण गर्न अत्यन्तै अनिवार्य छ। यो धेरै लामो समय उत्पत्ति कालमा उत्पत्ति भएको त्यो प्रजाति जुनको अन्य प्रजाति रिलेटिभ्सहरू चाहिँ मासिएर गएपछि बाँचेको मात्र रेड पान्डा छ, होइन? हजुर, त्यसको परिवारमा यो अहिलेको क्षणमा आएर आजको अवस्था कस्तो छ अनि यसलाई कन्जर्भ गर्न, होइन, यसलाई संरक्षण गर्न कति अनिवार्य ठान्नुहुन्छ तपाईँ? एकदमै, किनभने अब कस्तो छ भने अहिलेको प्रेजेन्ट स्ट्याटस भन्नुपर्दाखेरि जुन चाहिँ हाम्रो क्षेत्र छ यो इस्टर्न हिमालयज है, अब इस्टर्न हिमालयज चाहिँ रेड पान्डाको गढ हो भनौँ न। हाम्रो सिक्किमको त अब नेचरल कल्चरल आइडेन्टिटी पनि रेड पान्डा नै हो, किनभने एउटा स्टेट एनिमल भनेर मानिएको छ है। र साथसाथै यो चाहिँ यसको जुन चाहिँ डिस्ट्रिब्युसन छ ग्लोबली त्यो पनि रेस्ट्रिक्टेड छ। हाम्रो इस्टर्न हिमालयजमा नेपालको यो पूर्वी यता हिमालको मतलब अन्नपूर्ण रेन्जदेखि यता भनौँ न पूर्व भागपट्टि, अनि सिक्किम भयो, अनि इन्डिया अरुणाचल प्रदेश भयो, म्यानमारको भयो, त्यहाँदेखि भुटान, हजुर त्यतिमा मात्रै छ है। र अब यसलाई चाहिँ हामीले अहिलेको प्रेजेन्ट स्ट्याटसमा हेऱ्यौँ भने जुन चाहिँ यो अब जीवहरूको लागि एउटा त्यो त्यसको स्ट्याटस तय गर्ने चाहिँ आयुसिएन छ। आयुसिएनले है, आयुसिएनको रेड लिस्टले चाहिँ हामी त्यसको डेटा हेरेर चाहिँ भन्न सक्छौँ कि कुन चाहिँ प्रजाति चाहिँ कुन चाहिँ स्टेटसमा छ भनेर। र आयुसिएनको रेड लिस्टको अन्तर्गत चाहिँ यसलाई इन्डेन्जर्डमा राखिएको छ है। सो इन्डेन्जर्ड राख्नुको मतलब चाहिँ के भने अब हामीले यसलाई कन्जर्भ गर्नको लागि कुनै पहलहरू गरेनौँ भने यो एक दिन मासिएर लुप्त भएर जान सक्छ। सो अब नेचरको त यस्तो छ कि एकपल्ट लुप्त भइसकेपछि त्यसलाई फेरि ल्याउन त मिल्दैन है। र हामीले पास्ट हिस्ट्री फर्केर हेर्दाखेरि चाहिँ अब यसको लुप्त हुने पनि एउटा रेसियो हुन्छ नि, हजुर, त्यो चाहिँ कतिको रफ्तारमा चाहिँ यो घटेर जाँदैछ यसको सङ्ख्या? यसको हामीले लास्ट अब 50 इयर्सको डेटा हेऱ्यौँ भने है, लास्ट 50 इयर्सको डेटा हेर्दाखेरि चाहिँ अहिलेसम्म 50 इयर्स र अहिलेमा हेऱ्यौँ भने चाहिँ लगभग तपाईँको 50% पपुलेसन घटेर गएको छ। अहिले 50% घटेर गएको छ है। किन भन्दाखेरि अहिलेको चाहिँ अब ग्लोबल एउटा एस्टिमेसनमा पपुलेसन ठ्याक्कै त्यति नै हो भनेर त भन्न साह्रो पर्छ है। तर एभरेजमा हेर्दाखेरि चाहिँ यसको 10,000 भन्दाखेरि कम्ती रहेको छ अहिले यसको ग्लोबल पपुलेसन रेड पान्डाको वाइल्डमा चाहिँ है। र अब सिक्किममा हेऱ्यौँ भने अब हामीले नै पहिला मैले धेरै अगाडि हो हाम्रो एउटा स्टडी थियो है, फरेस्ट डिपार्टमेन्टसँग स्टेट फरेस्ट डिपार्टमेन्टसँग र WWFमा हुँदाखेरि गरेको। त्यति बेलाको पपुलेसन हेर्ने भने चाहिँ यहाँनिर 300 देखि 400 को बिचमा पपुलेसन छ सिक्किममा चाहिँ रेड पान्डाको त्यो सङ्ख्या छ अघि। अब रेड पान्डाको विशेष गरेर यसको फिजिकल फिचर हामीले हेर्दाखेरि यो धेरै डोसाइल, अलिकति लजालुपन भएको चाहिँ एनिमल जस्तो लाग्यो होइन? यहाँले अनुसन्धान गर्दा कस्तो पाउनु भएको छ? त्यति आक्रामक छैन यो, कुनै पनि प्राणीहरूमा चाहिँ गएर यसले आक्रमण गरेर अरूलाई बिगार्ने भन्दा बरु प्रिडेटरको शिकार चाहिँ भइरहेको जस्तो लाग्छ। हजुर, यो पनि एउटा इन्ट्रेस्टिङ क्वेसन। किन भन्नुहुन्छ भने चाहिँ अब साइन्टिफिक त्यो टेक्सोनोमीमा हेर्दाखेरि चाहिँ यसलाई चाहिँ यसको फिचर्सहरू चाहिँ कार्निभोरको छ है। अब कार्निभोर भन्नाले यसको मांसाहारी होइन, मांसाहारी। तर इन्ट्रेस्टिङली यसले आफैलाई चाहिँ अब ब्याम्बो डायटमा भनौँ न, ब्याम्बो खाने। अब यसको 90 देखि 95% जुन चाहिँ डायट छ ब्याम्बोमा आश्रित छ होइन। र त्यो ब्याम्बो चाहिँ फेरि ब्याम्बो के हुन्छ भने अब त्यो चाहिँ लो न्युट्रियन्ट्स हो एउटा है, लो एनर्जी भएकोले गर्दाखेरि। सो यसको प्रायः जस्तो जति पनि एक्टिभ टाइम हुन्छ त्यो चाहिँ यसको आफूलाई अब
त्यो खानको लागि नै फिड गर्नेमै यसले बिताउँछ होइन। र जुन चाहिँ बाँकी समय हुन्छ, बाँकी समय चाहिँ अलरेडी यो चिसो जग्गामा बसेको हुन्छ र त्यो एनर्जी कन्जर्भ गर्नको लागि चाहिँ बाँकी समयमा चाहिँ त्यति एक्टिभ हुँदैन, सुतेरै बिताउने गर्छ। र त्यो एउटा बडो एउटा इन्ट्रेस्टिङ र युनिक एउटा एडप्टेसन हो क्या, किनभने त्यो अब एउटा त कार्निभोर जसले आफूलाई हर्बिभोर डायटमा राखेको छ, अनि साथसाथै अर्को अब नेचर उसको एनर्जी कन्जर्भ गर्नको निम्ति चाहिँ प्रायः जस्तो समय चाहिँ आफैलाई एउटा आफ्नो चाहिँ इनएक्टिभ भएर हजुर त्यो डल्लो परेर अब सुतिबस्ने रूपमा होइन त्यो खालके बिताउँछ। र अब यसको च्यालेन्जेसहरू चाहिँ तपाईँलाई के छ भने अब मैले देख्दाखेरि चाहिँ एउटा हेबिटेट फ्रेगमेन्टेसन है, हेबिटेट फ्रेगमेन्टेसन भन्नाले अब डेभलपमेन्टल वर्कहरूले गर्दाखेरि या त हामीलाई डेभलपमेन्ट पनि चाहिन्छ फेरि अब होइन, डेभलपमेन्ट पनि नगरी हुँदैन, तर डेभलपमेन्टल वर्कहरूले गर्दाखेरि अब सिक्किमकै कुरा गर्नुपर्दा त फेरि हाम्रो बोर्डर एरिया छ, बोर्डर एरिया हुँदाखेरि इन्फ्रास्ट्रक्चरहरू पनि अलिकति राम्रो चाहिन्छ। सो अब रोड वाइडनिङहरू हुँदाखेरि के गर्दाखेरि त्यो डिफरेस्टेसनहरू हुने र त्यसले गर्दाखेरि चाहिँ त्यसको सिक्किमको भूभागमा पनि तपाईँ बोल्दै भए पनि भूभागमा पनि कुन चाहिँ भागमा अलिकति बढी मात्रामा यो रेड पान्डाको सङ्ख्या चाहिँ हामीले पाउँछौँ सिक्किममा चाहिँ? सिक्किममा एन्टा इस्टर्न हिमालयन रिजनमा त छँदैछ, अनि सिक्किमको एउटा राज्य पशु पनि हो, तर सिक्किमभित्रको भूभागमा पनि कुन क्षेत्रमा चाहिँ अलिक बढी सङ्ख्यामा उनीहरू आफ्नो यो प्रजाति चाहिँ बाँचिराखेको छ? सिक्किममा यसको डिस्ट्रिब्युसन एकदमै राम्रो छ, वान अफ द प्राइम हेबिटेट हो है। अब यहाँनिर चाहिँ हाम्रो सातवटा सायद 8वटा हाम्रो उयो छ नि होइन, यो प्रोटेक्टेड फरेस्टहरू है, एउटा नेसनल पार्क र 7वटा सेङ्चुरिज वाइल्ड लाइफ सेङ्चुरिजहरू छ। त्यसमा यो जुन चाहिँ लोवर बेल्टमा छ एउटा किताम बर्ड सेङ्चुरी है, किताम बर्ड सेङ्चुरी सानो एरिया छ त्यो होइन, त्यो ट्रपिकल बेल्टमा भएकोले गर्दाखेरि त्यो छोडेर किताम बर्ड सेङ्चुरी छोडेर अरू सबै हाम्रो अरू जति पनि यो वाइल्ड लाइफ सेङ्चुरिजहरू छ त्यसमा रेड पान्डाको हेबिटेट छ परेको छ। तर त्यसमा पनि अझै प्राइम हेबिटेट चाहिँ हाम्रो यो कञ्चनजङ्घा बायोस्फियर रिजर्भ भयो है, कञ्चनजङ्घा, अनि यो वर्षे रोडोडेन्ड्रन सेङ्चुरी, त्यहाँ पनि पपुलेसन राम्रो छ। र वान अफ द प्राइम हेबिटेट अब मैले पनि बेसी टाइम चाहिँ मेरो अनुसन्धानको यो पाङ्गोलाखा वाइल्ड लाइफ सेङ्चुरीमा बिताएको, भुटानसँग जसले सिमाना सेयर गर्छ, त्यहाँनिर राम्रो छ है। अब यो पाङ्गोलाखाको चाहिँ किन एउटा जोग्राफिकल तपाईँको विशेषता छ भन्दाखेरि अब त्यो ट्रान्स बाउन्ड्री क्या, अब किनभने त्यसको पाङ्गोलाखाको नर्दर्न रिजनमा चाहिँ हामीले हेऱ्यौँ भने द्याट सेयर्स बोर्डर विथ उयो चाइनाको नर्दर्न रिजनमा, अनि इस्टर्नपट्टि हेऱ्यौँ भने हामीले भुटानको छ, भुटानको पनि फेरि प्रोटेक्टेड फरेस्ट नै छ, नाम मलाई एक्ज्याक्ट याद भएन, आई थिङ्क जिग्मे सिग्मे समथिङ नेचरल फरेस्ट भनेर छ। अनि साउदर्न साइडमा हेऱ्यौँ भने चाहिँ यो नेउरा भ्याली नेसनल पार्क वेस्ट बेङ्गालको, र अब यता सिक्किम साइडबाट चाहिँ पाङ्गोलाखा वाइल्ड लाइफ सेङ्चुरी भएन, उसको सर्कुलर रेडियस सर्टेन रेडियस चाहिँ टोटल सेङ्चुरी छ, प्रोटेक्टेड छ होइन, कन्टिग्युअस प्याच अफ फरेस्ट चाहिँ त्यहाँनिर हामीले त्यो प्रोटेक्टेड फरेस्ट पाउँछौँ क्या। सो त्यहाँनिर एकदमै राम्रो पपुलेसन रहेको छ। साथसाथै अब यसले अर्को पाङ्गोलाखा चाहिँ फेरि अर्को विशेषता के छ भन्दाखेरि त्यहाँनिर हामीले त्यो क्यामेरा ट्र्याप एक्सर्साइजहरू गरेको थियौँ है। क्यामेरा ट्र्यापले गर्दाखेरि चाहिँ अब दुर्गम जग्गाहरू हुँदाखेरि अब मान्छेहरू जाँदाखेरि त कोही बेला अब त्यो एनिमलहरूले पनि मान्छेदेखि त जोगिन खोज्छ नि त, सो डिस्टर्ब हुन्छ, कतिले हेर्न सकिँदैन। तर अहिले टेक्नोलोजी यति एडभान्स भइसकेको छ, सो टेक्नोलोजीको युज गरेर पनि हामीले कतिवटा स्टडी गर्न सक्छौँ है। त्यसमध्ये एउटा हो जुन चाहिँ यो क्यामेरा ट्र्यापहरू लाउने, सो स्ट्राटेजिकली त्यो अलग अलग जग्गामा क्यामेरा ट्र्याप लगाएको छ, जुन चाहिँ जे क्यामेरा ट्र्यापको चाहिँ अगाडि तपाईँको कुनै एउटा के मुभमेन्ट भयो भने त्यसले आफै नै फोटो भिडियो खिच्ने गर्छ है। र त्यसले गर्दाखेरि हामीलाई कतिवटा इन्ट्रेस्टिङ फाइन्डिङ्सहरू आइरहेको छ क्या। त्यसमध्ये तपाईँलाई एउटा म सेयर गर्न चाहन्छु कि पाङ्गोलाखा वाइल्ड लाइफ सेङ्चुरीमा यो लगभग तपाईँको 3200 मिटरमा चाहिँ उचाइमा एउटा क्यामेरा ट्र्याप लगाइएको थियो है, जसमा तपाईँको आई थिङ्क अगस्त महिनामा हुनुपर्छ। सो अगस्त महिनामा चाहिँ त्यही क्यामेरा त्यही लोकेसनमा टाइगर क्याप्चर भएको छ है, टाइगर क्याप्चर भएको छ, जुन चाहिँ अब अलिकति इन्ट्रेस्टिङ हो। किन भन्दाखेरि टाइगर भनेको चाहिँ तपाईँको ट्रपिकल बेल्टमा गरम जग्गामा हुने चिज हो नि त होइन, त्यसको लागि अलिकति माथि भयो त्यो 3200 मिटरमा, त्यो आयो इन्ट्रेस्टिङ हुँदै थियो। तर त्यही लोकेसनमा केही महिनापछि तपाईँको डिसेम्बर जनवरी होला सायद, डिसेम्बर कि जनवरीमा त्यही एउटै लोकेसनमा चाहिँ
स्नो लियोपर्ड क्याप्चर भएको छ क्या। ए हजुर। सो अब त्यो स्नो लियोपर्ड भनेको तपाईँको एउटा आर्टिक अब त्यो चिसो जग्गामा हुने र अब टाइगर भनेको फेरि ट्रपिकल। हजुर। र त्यो इन्टरसेक्ट भएको एउटै क्यामेरामा हाम्रो त्यो क्यामेरा ट्र्यापले गर्दाखेरि चाहिँ हामी त्यो बुझ्न सक्यौँ क्या। सो त्यो पनि अब रेड पान्डाकै तपाईँको यसमा आउँछ, मतलब जहाँनिर रेड पान्डाको डिस्ट्रिब्युसन रहेको छ त्यही बेल्टमा नै त्यो फाइन्डिङ्सहरू छ। मैले भन्नु खोजेको चाहिँ अब टेक्नोलोजीको हिसाबले, टेक्नोलोजीले गर्दाखेरि हामीलाई कतिवटा यस्तो नयाँ पनि अरू प्रजातिहरू पनि के छ भन्ने कुरा चाहिँ त्यो तपाईँहरूले क्याप्चर गरिरहनु भएको छ होइन। अनि फेरि प्रेडेटर पनि हो, स्नो लियोपार्ड पनि हो, टाइगर पनि हुनसक्छ सायद तपाईँलाई। मेन चाहिँ यसको स्नो लियोपर्ड चाहिँ खासमा मानिन्थ्यो पहिला, तर सायद अब टाइगर पनि त्यो रिजनमा छ भने चाहिँ टाइगरबाट पनि त्यसलाई थ्रेट। अनि त्यो पर्टिकुलर जुन क्षेत्रमा यहाँले गर्नुभएको थियो पाङ्गोलाखा रेन्ज, यो अन्य जीवहरूको निम्ति, अन्य जन्तुहरूको निम्ति पनि एकदम फेभरेबल छ भन्ने खालको चाहिँ हामीले त्यहाँबाट बुझ्न पनि सक्छौँ होइन। प्राकृतिक रूपमा चाहिँ यो एकदमै उनीहरूको निम्ति पनि यो फेभरेबल छ भनौँ। हजुर। अब प्रिडेटरकै रूपमा चाहिँ हामीले कुराकानी गर्दाखेरि अब यो सङ्ख्या घट्नुको पछाडि अलिकति हामी जाउँ न होइन। हजुर। किनभने 50 इयर्समा यहाँले भन्नुभयो 50% जस्तो नम्बर चाहिँ डाउन हुँदैछ भनेपछि अब हामीले यो इन्डेन्जर्ड त्यसको एउटा चाहिँ म भन्न चाहन्छु कि त्यो किन भन्दाखेरि चाहिँ यसको चाहिँ फेरि कस्तो छ भने तपाईँको जुन चाहिँ यो इन्फेन्टमा चाहिँ नि यसको हाई मोर्टालिटी रेट छ क्या। ए हजुर। यसको लिटर साइजको कुरा गर्नु पर्दाखेरि जेनरली त यसले एउटादेखि दुईवटा बच्चा हुन्छ है, तर कति जग्गामा चाहिँ कति ठाउँमा चाहिँ कति बेला चाहिँ 3टादेखि 4टा पनि यसको देखिएको छ, बच्चा देखेको छ। तर त्यो 3टादेखि 4टा हुँदाखेरि चाहिँ त्यो इन्फेन्टहरू जुन चाहिँ यसको कब्स हुन्छ त्यो मोर्टालिटी रेट पनि हाई भएको छ। र अब त्यो एउटा च्यालेन्ज छ क्या। एउटा जन्मेदेखि 6 महिनाको बनाउन त्यो चाहिँ कति महिनासम्म चाहिँ आमासँग बस्छ? आमासँग बस्ने चाहिँ तपाईँको 1 वर्ष 1.5 वर्षसम्म चाहिँ हुन्छ, त्यहाँदेखि आफै हुन्छ। तर त्यो जन्मिँदाखेरि चाहिँ यसको एकदमै हेल्पलेस हुन्छ क्या, आँखा पनि त्यो देख्दैन र रौँहरू पनि एकदमै डेलिकेट, तपाईँको यसको स्किन पनि एकदमै डेलिकेट हुन्छ र लगभग 1 महिनासम्म त यसको आँखा पनि खोलिएको हुँदैन। हजुर। अब जन्मिँदाखेरि जस्तो यो त रुखको टुप्पोमा गएर मात्रै बसेको हामीले देख्छौँ। हजुर। यसले कस्तो पाराले चाहिँ आफ्नो रिप्रोडक्सन प्रोसेसलाई जब उसको जन्म दिन्छ नानीहरूलाई, हजुर, त्यसलाई कसरी युजुअली चाहिँ अब यो सोलिटरी हुन्छ, मेल र फिमेल अलग अलग नै बसेको हुन्छ, एकान्त प्रेमी जीव हो रेड पान्डा है। मौनतामा हुन्छ नि, मौनतामा हुन्छ। हजुर। त्यो एउटा कतिले भन्दाखेरि एउटा फरेस्ट मङ्क जस्तो पनि भन्छ क्या, एउटा शान्त स्वभाव होइन त्यो मङ्क जस्तो। तर त्यसले गर्दाखेरि चाहिँ सोलिटरी हुन्छ, तर जब ब्रिडिङ सिजनमा मात्रै मेल र फिमेल ब्रिडिङ सिजनै हुन्छ हो कि? हजुर, ब्रिडिङ सिजन हुन्छ। ब्रिडिङ सिजन चाहिँ युजुअली यो विन्टरमा रहन्छ, डिसेम्बरदेखि मार्चसम्म चाहिँ यसको ब्रिडिङ सिजन रहेको हुन्छ। र यसको जेस्टेसन पिरियड जुन चाहिँ गर्भ त्यो रहने पिरियड हुन्छ त्यो चाहिँ तपाईँको 114 दिनदेखि 160 दिनको बिचमा रहन्छ। र त्यसमा पनि इन्ट्रेस्टिङ के छ भन्दाखेरि चाहिँ यसको अब डिलेड इम्प्लान्टेसन हुन्छ क्या। जस्तो किनभने यसको बच्चा हुने समय चाहिँ जुन जुलाई ठिक मानिन्छ, किनभने त्यसको टेम्परेचर पनि उसको ब्रिडिङ सिजन डिसेम्बरमा लगभग भयो, यता 5 to 6 months लाग्दो रहेछ होइन। हजुर। अन्त त्यसले गर्दाखेरि डिलेड इम्प्लान्टेसन किन भन्दाखेरि त्यो जब अब यसको जुन जुलाईमा हुनुपर्ने नि त, जुन जुलाईमा चाहिँ तपाईँको एकदम अलिकति अब फेभरेबल हुन्छ नि त, सबै पानी पनि परिरहेको, हरियो सबै कुरा होइन, अनि टेम्परेचर पनि अलिकति तातो त्यो टाइममा भएकोले गर्दा त्यो हुन्छ। र अब त्यसमा डिलेड इम्प्लान्टेसन चाहिँ त्यो जुन जुलाई नपुगुन्जेलसम्म मतलब पुग्दैन भने चाहिँ अगाडि हुने छ भने यसको इम्प्लान्टेसन गर्भ जुन चाहिँ विकसित हुने हुन्छ त्यो अलिकति ढिलो भइदिन्छ क्या। ठ्याक्कै त्यही टाइममै जुन जुलाईमै हुने गरी हुन्छ। प्रकृतिले यो रचना एकदमै मिलाएको छ र यसको थ्रेट चाहिँ भन्दाखेरि चाहिँ अब एउटा चाहिँ हो त्यो पनि छ, किन भन्दाखेरि प्रिडेटरहरूकोबाट, किनभने यसले अब 3-4वटा बच्चा जन्मायो भने प्रेडेटरबाट जोगाएर राख्नु चाहिँ गाह्रो पर्छ, गाह्रो पर्छ। किनभने फेरि यसमा बच्चा हुर्काउनको लागि पनि यसको आमाको मात्रै रोल ज्यादा हुन्छ। हजुर। अब सोलिटरी हुन्छ, मेल चाहिँ त्यति बेला रहेको हुँदैन होइन। सो आफै उसले सबै त्यो नानीलाई अब सेफ्टीको लागि पनि उसले एउटा कुनै जग्गा हेर्नुपर्छ त्यस्तो होइन, किनभने रुखको माथि बस्छ, उसले बच्चा त्यो अलिकति हेभी चराको अन्डा जस्तो हुँदैन होइन, यो अलिकति हेभी नै हुन्छ प्रायः जस्तो यस्तो यो। त्यसले गर्दाखेरि उसले त्यो हलो ट्रीहरू हुन्छ नि, हलो ट्रीहरूतिर या त केभहरूतिर छ भने पनि सेफ्टी त्यस्तो जग्गातिर हुन्छ। तर त्यहाँ पनि अब कोही बेला चाहिँ अब केभतिर भएपछि फेरि अरू प्रेडेटरको हुन्छ, हजुर, शिकार हुनु सक्छ। हजुर। त्यही कारण चाहिँ इनिसियल जुन चाहिँ स्टेज हुन्छ नानीलाई त्यो 6 महिनासम्म पुर्याउने फर्स्ट 6 मन्थ चाहिँ त्यो चाहिँ अलिकति डेलिकेट रहेको छ। हजुर। तर पनि अब हामीसँग केही सङ्ख्या छ।
अब हामीले यसलाई बचाउनका लागि जुन सङ्ख्या भन्नु हुँदैछ नि ग्लोबल्ली अहिले 10,000 को हाराहारीमा चाहिँ हामीले यो पृथ्वीमा 10,000 रेड पाण्डाको सङ्ख्या अझै पनि जीवित छ। अब यसलाई एउटा प्रकृतिको गहना मानेर अथवा एउटा प्रकृतिको वरदान मानेर यसलाई जोगाइराख्नका लागि सम्पूर्ण प्रकृतिको संरक्षणको लागि जस्तो हजुरले अघि अम्ब्रेला स्पेसिस पनि भनेर नाम दिनुभयो, अरूको सुरक्षाका लागि पनि रेड पाण्डालाई बचाउनको निम्ति के कस्ता पहलहरू हुँदैछन्? यसमा चाहिँ अब किनभने यसलाई इन्डेन्जर्ड घोषित गरिसकिएको छ, जसको अर्थ चाहिँ हो पहलको खाँचो छ अनि पहल पनि गरिँदैछ होला। हजुर हजुर एकदमै। अब यसमा फर्स्टमा के हुन्छ भने यसमा त हामीले फर्स्टमा यसको ड्राइभर्स अफ अब डिफोरेस्टेसन या त यसको थ्रेटहरू भनौँ न, थ्रेट आइडेन्टिफाई गर्नुपर्ने हुन्छ है। र त्यो थ्रेट आइडेन्टिफाई गर्दाखेरि जुन कुराहरू आउँछ त्यो हिसाबमा चाहिँ हामीले यसको म्यानेजमेन्ट प्लानहरू बनाउने प्रक्रिया चलिरहेको छ होइन। र अब यसको स्टडी धेरै अगाडि बढिसकेको छ र थ्रेटहरू आइडेन्टिफाई गर्नेमा हामीले मलाई लागेको चाहिँ के छ भने फर्स्टको चाहिँ एउटा हाम्रो हेबिटेट फ्रेगमेन्टेसन जुन चाहिँ पनि होइन, हेबिटेट फ्रेगमेन्टेसन हुँदाखेरि चाहिँ त्यसको जुन चाहिँ अब हिँडुल गर्ने कोरिडोर हुन्छ त्यो कोरिडोर चुनिन्छ होइन। र त्यसले गर्दाखेरि चाहिँ यसको जुन चाहिँ जेनेटिक डाइभर्सिटी हुन्छ नि अब त्यो, किनभने एउटादेखि अर्को जग्गामा गयो भने मात्रै त्यसको एउटा एक्सचेन्ज हुन्छ नि त होइन, त्यो जिन पुल पनि एउटा स्ट्रङ भएर जान्छ। तर एउटै जग्गामा मात्रै बस्यो भने चाहिँ त्यसको डाइभर्सिटी पनि कम्ती भएर जान्छ र त्यो एउटा थ्रेट रहेको छ है। र अब हाम्रो लोकल्ली हामीले हेर्नुपर्दा चाहिँ सबभन्दा ठुलो थ्रेट चाहिँ के रहेको छ भने यहाँको जुन चाहिँ फेरल डग्स जुन चाहिँ भुसिया कुकुरहरू भनिन्छ नि अब त्यसको चाहिँ खतरा बेसी छ क्या। किनभने अब जङ्गलको छेउछाउमा रहेको एरियाहरूमा अहिले एकदमै यो भुसिया कुकुरको चाहिँ फेरल डग्सको चाहिँ पपुलेसन बढेर गएको छ र यसले खालि रेड पाण्डालाई एट्याक मात्रै होइन तर एउटा त्यो पपुलेसनै वाइप आउट गर्ने थ्रेट पनि छ क्या। किन भन्दाखेरि चाहिँ त्यो जब तपाईँको अब डोमेस्टिक एनिमलहरू चाहिँ एउटा वाइल्डको पपुलेसनमा जब त्यसको कन्ट्याक्टमा आउँछ नि त्यसमा कतिवटा रोगहरू सर्ने त्यो खतरा रहन्छ क्या। त्यसमा चाहिँ एउटा हो तपाईँको सुन्नु पनि भएको होला क्यानाइन डिस्टेम्पर भन्छ। क्यानाइन डिस्टेम्पर भन्ने चाहिँ अब त्यो रेड पाण्डामा आइदियो भने त्यो एकदमै खतरा, त्यसको त्यो पपुलेसनै वाइप आउट हुने पनि चान्सेस हुन्छ क्या। जस्तै एउटा सानो एउटा इन्सिडेन्स भएको थियो पहिला यो कञ्चनजङ्घा बायोस्फियर रिजर्भमा गोरल पपुलेसन, गोरल भन्नाले वाइल्ड गोटको पपुलेसन छ, त्यसमा चाहिँ यो क्यानाइन डिस्टेम्परको रोग आएको थियो। धेरै त्यो के भन्छ गोरलको पपुलेसनलाई नोक्सान पारेको थियो। र हाम्रो यहाँ पनि अहिले त्यो अब रेड पाण्डाको लागि पनि त्यो एउटा खतरा हो। र अझै अब यो जुन चाहिँ त्यो बच्चा अब कब्स हुन्छ त्यसको सानो यङ वान्स हुन्छ त्यसमा त झन् एकदमै भल्नरेबल हुन्छ। त्यो टाइममा चाहिँ एउटा पपुलेसनलाई त्यो क्यानाइन डिस्टेम्परहरूको या त त्यो आइदियो भने, रोग आइदियो भने चाहिँ त्यो हामीलाई ठुलो खतरा हो एउटा। यो फेरल डगहरूलाई अलिकति नियन्त्रण गर्ने त्यो क्षेत्रदेखि अन्य क्षेत्रतिर लाने यस्तो खालको कुनै मेकानिजम त छैन होला जसले चाहिँ रेड पाण्डामाथि धेरै एट्याक गरिरहेको छ? त्यसमा त्यो पहल चलिरहेको छ तर पहिलाभन्दा त कन्ट्रोल भइसकेको छ है, गर्दैछ। त्यो एउटा यहाँ सारा भन्ने सिक्किम एन्टी रेबिस त्यो उहाँहरूको पहलमा त्यो कुकुरहरूलाई उयो गर्ने पनि एउटा पक्रेर इन्जेक्सन लाउने त्योहरू पनि ड्राइभ चलेको थियो। तर पहिलाभन्दा धेरै कन्ट्रोलमा चाहिँ छ त्यो अहिले, र पनि त्यसलाई पुरै अब त्यो क्लिन भइसकेको छ भनेर चाहिँ हामी भन्न सक्दैनौँ त्यसलाई। अब यो रेड पाण्डाको संरक्षणको विषयमा कुराकानी गरिरहँदाखेरि रेड पाण्डाको युनिकनेसमाथि पनि हामीले चर्चा गरिसकेका छौँ। तपाईँले कुनै परियोजनाहरू जुन परियोजनाले चाहिँ रेड पाण्डाको चाहिँ संरक्षण गर्छ यो दिशामा केही काम तपाईँ स्वयं गरिरहनु भएको छ? यहाँनिर इन कोलाबोरेसन विथ सिक्किम फरेस्ट डिपार्टमेन्ट पहिल्यै सुरु भइसकेको छ। खासमा 2005देखि सुरु भएको हो, लगभग अब अहिले त 20-21 वर्ष भइसकेको छ होइन। र पहिला चाहिँ यसको अब जुन चाहिँ इकोलोजिकल पार्टमा जुन चाहिँ यसको के थ्रेटहरू छ भन्ने कुराहरू थ्रु अब सर्वेहरू गरेर, प्राइमेरी सर्वे, सेकेन्डरी सर्वे, वरिपरि बस्ने कम्युनिटीलाई सोधेर है त्यो खालके सर्वेहरू गरेर चाहिँ त्यसको स्थिति हामीले मतलब जानकारी लिएको थियौँ है। त्यो गरेर स्टडी भएको थियो र त्यो अहिले धेरै अगाडि बढिसकेको छ। अहिले चाहिँ हाम्रो तपाईँको यो कुरालाई अब इकोलोजिकल मात्रै रिसर्चमा सीमित नभएर अहिले जेनेटिक स्टडी हुँदैछ। सो अब जेनेटिक स्टडी हुँदाखेरि चाहिँ के हुन्छ भने यसले अब यसलाई अब जुन चाहिँ त्यो अब जेनेटिक
मतलब कतिको स्ट्रङ छ यसको जिनहरू है, यसलाई के थ्रेटहरू हुनसक्छ, यसको स्ट्रङ पक्ष के हो, यसको विकनेस के छ भन्ने कुराहरू पनि त्यो स्टडीले चाहिँ बताउन सक्छ। भनेपछि सरकार स्वयं पनि चिन्तित भएर यो विषयमा यसको बचावका लागि, यसको संरक्षणका लागि चाहिँ सिक्किम सरकारले पनि वन विभाग मार्फत धेरै कार्य गरिरहेको छ अनि यसमा धेरै नागरिक समाजहरू पनि सायद सिभिल सोसाइटी कन्सल्टेन्सीहरू पनि इन्भल्भ छन् होइन, तपाईँलाई अनुसन्धान गरिरहनु भएको छ। तपाईँसँग व्यक्तिगत रूपमा कुराकानी गर्दाखेरि तपाईँ जीवनमा यो रेड पान्डाप्रति कसरी आकर्षित हुनुभयो, तपाईँले आफ्नो यात्रा कसरी सुरु गर्नुभयो? इन्ट्रेस्टिङ है, किनभने अब म त मेरो के थियो भने मलाई अब इस्टर्न हिमालयसको क्षेत्रमा यसको काखमा हुर्कियो है, र सानोदेखि नै मलाई नेचरपट्टि एकदमै फेसिनेसन थियो, किनभने हाम्रो एउटा यहाँको हाम्रो धरोहर भनेकै त्यही जङ्गल होइन, हरियो मतलब पहाड जङ्गल खोला नाला छ। तर जब मेरो अहिले अब 15 वर्षभन्दा बेसी भयो यो लाइनमा होइन, कन्जर्भेसनको लाइनमा, र त्यो लाइन पसिसकेपछि चाहिँ एज एन इकोलोजिस्टमा पसिसकेपछि त्यो हेर्ने नजरिया पनि अलिकति बद्लियो क्या, किनभने अब मतलब इनिसियल डेजमा त मलाई के लाग्थ्यो भने खालि आफ्नो फ्याक्ट या त त्यो डेटा कलेक्सन त्यतापट्टि मात्रै ध्यान दिइन्थ्यो। तर एउटा यस्तो इन्सिडेन्स भयो, त्यसले चाहिँ मेरो यो कन्जर्भेसनको हेर्ने नजरिया नै बद्लियो क्या। त्यो चाहिँ के हो भन्दाखेरि मलाई अझै याद छ, जनवरीको महिना थियो है, पाङ्गोलाखामा हामीले यो रेड पान्डालाई यसको नेचुरल हेबिटेटमा फर्स्ट टाइम हेर्नको निम्ति चाहिँ हामीले लगातार 40 दिन जङ्गलमा बिताएका थियौँ। 40 दिन जङ्गलमा बिताएका थियौँ हजुर। र त्यो फर्स्ट टाइम जब यो रेड पान्डा अब देख्यो नि, मलाई त्यो इमिडिएटली त्यो लभ एट फर्स्ट साइट भयो क्या। तर त्यति बेला मलाई के लाग्यो भने अब यस्तो चिजहरू हामीले नेचरले यस्तो चिजहरू दिएको छ है, तर त्यो चिजलाई हामीले नजिकबाट बुझ्नको निम्ति, त्यसलाई अनुसन्धान गर्नको निम्ति हामीले आर वी डुइङ इनफ भन्ने नि एउटा त्यो क्वेसन पनि आयो होइन। तपाईँलाई यति प्रेम गर्नुभयो होइन, तपाईँले एउटा प्रेरणा पनि दिइरहनु भएको छ, जो पनि वनस्पतिको क्षेत्रमा चाहिँ जान चाहन्छन् होइन, उहाँहरूको निम्ति तपाईँको इनपुट्स अत्यन्तै भ्यालुएबल छ। तपाईँले कुनै एउटा रेड पान्डाको संरक्षणका लागि यसरी काम गरिरहँदाखेरि आफ्नो यात्रामा कुनै मृतक अवस्थामा रेड पान्डालाई पाउनु भएको छ? हजुर भेटेको थियो। तपाईँको आँखामा रसाउँछ आँखा? एकदमै त्यो हामीले जब फर्स्ट टाइम त्यसलाई देखेको थियौँ होइन, त्यो ओकको रुखमा देख्दाखेरि पनि त्यो टाइममा हाम्रो एकदम इमोसनल भएको थियौँ अब होइन, के नै भेट्यौँ जस्तो नि हुन्छ नि, त्यो लागेको थियो। र त्यही सर्वेमा त्यसकै टाइममा हो, हामी यो जनवरीमा भयो, मार्चमा चाहिँ यो पाङ्गोलाखापट्टि नै थियो, पाङ्गोलाखामै रचेला डाँडा छ जुन चाहिँ ट्राई जङ्सन हो है, त्यसमा चाहिँ हामीले 2टा यसो रेड पान्डाको कार्कास भेटेको थियौँ होइन, लेकको छेउमा। अब सायद त्यो अब नेचुरलै हुनसक्छ, अब कुनै प्रिडेटरले खाएर त्यसलाई छोडेको होला। र त्यो अवशेष देख्दाखेरि हामीले त्यसलाई त्यहाँदेखि अब त्यो रेड पान्डाको कार्कास रहेछ, र हामीले लेकको अलिकति पर लगेर अब रोडोडेन्ड्रन फुलेको टाइम थियो त्यो टाइममा होइन, अलिकति त्यसलाई दफ्नाएर चाहिँ त्यहाँदेखि रेड पान्डाको त्यो रोडोडेन्ड्रनको फुलहरू राखिदिउँ होइन, त्यहाँदेखि एकछिन अब त्यहाँनिर त्योसँग समय बितायौँ भनौँ न होइन। अब यो बाँचेकोहरूलाई तपाईँ अन्तिम सन्देशको रूपमा होइन, अब यी बाँचेका रेड पान्डाहरूलाई हामीले सिक्किमको दृष्टिकोणमा मात्र होइन, सिक्किम सरकारले गरि नै रहेको छ, तर एन्टायर इस्टर्न हिमालयन रिजनमा म्यानमारदेखि चाहिँ हजुरले अघि उत्तराखण्डको कुनै पहाडको नाम लिनुभयो होइन, अन्नपूर्णको छेउको इस्टर्न हिमालयन रिजनमा पर्ने यो क्षेत्रको सम्पूर्ण रेड पान्डाको सङ्ख्याको संरक्षणका लागि तपाईँ के भन्न मन लाग्छ, तपाईँलाई के गर्न पाए हुन्थ्यो जस्तो लाग्छ? यसमा त कस्तो भन्दाखेरि मलाई के लाग्छ भने यो जुन चाहिँ हाम्रो सम्पदा भनेको नै हाम्रो यो नेचरल रिसोर्सेसहरू हो नि त होइन। हजुर। र यसलाई जोगाउनको निम्ति चाहिँ खालि सरकारको मात्रै पनि रोल होइन है, र जो यसमा लागि परेका छन् है कन्जर्भेसनिस्टहरूको मात्रै पनि होइन, र एउटा यो चाहिँ एउटा साझा दायित्व हो जस्तो लाग्छ मलाई होइन। र यसमा फेरि के छ भने अब प्रकृति छ भने मात्रै त हाम्रो पनि एउटा हामी पनि बाँच्न सक्छौँ नि त। प्रकृति बिना त हाम्रो त्यो खालि हामी माइन्डमा मात्रै हामीलाई लाग्छ कि प्रकृतिदेखि टाढो हुँदाखेरि हामी बाँच्न सक्छौँ भन्ने, तर जुन चाहिँ अहिले रेस लागेको छ इकोलोजी भर्सेस इकोनोमी भन्ने, त्यो त खालि हाम्रो ह्युमन माइन्डमा मात्रै हो नि त, हो कि भन्नुहोस् त। तर इकोलोजी बिना त हामी बाँच्न सक्दैनौँ नि त, किनभने हामीलाई चाहिएको छ, हामीलाई चाहिने कुरा भनेकै फन्डामेन्टल चिज भनेकै
हामीलाई एयर चाहियो, क्लिन एयर चाहियो होइन, प्योर वाटर चाहियो, हेल्दी सोइल चाहियो, जहाँबाट चाहिँ यो आउँछ होइन। त्यसले गर्दाखेरि हामी तपाईँले वन्यजीवहरूको संरक्षण अनि वनस्पतिको संरक्षण, वनस्पतिको संरक्षण गर्न अत्यन्तै अनिवार्य छ। तपाईँले रेड पान्डाको संरक्षणका लागि धेरै तप गर्नुभयो, धेरै सङ्घर्ष गर्नुभयो। तपाईँको यात्रा अगाडिको यात्रामा अझै रेड पान्डाहरू संरक्षित रहून्, सुरक्षित रहून् भन्ने हामी चाहन्छौँ। तपाईँ आउनुभयो, हाम्रो स्टुडियोमा यतिका महत्त्वपूर्ण जानकारीहरू दिनुभयो। हामी दूरदर्शन टेलिभिजनको तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। आदरणीय दर्शक महानुभाव, यहाँले सुनिहाल्नुभयो रेड पान्डा जङ्गलमा मौनतामा बस्छ, जसको हजारौँ वर्ष अघि उत्पत्ति भएको थियो अनि आज आधा सङ्ख्याभन्दा यसैको हाराहारीमा मात्र जीवित छन् भने यसलाई जोगाउने दायित्व हामी सम्पूर्णको हो भन्ने उहाँको भनाइ छ। त्यसैले हामी सबैजना वन्यजीवको संरक्षणका लागि, रेड पान्डा सँगसँगै अन्य जीवहरूको संरक्षणका लागि सदैव सजग रहौँ, सतर्क रहौँ अनि वनस्पतिको संरक्षणका लागि हामी तपाईँ पनि केही अवश्य योगदान पुर्याउँ भन्ने बाचाको साथमा निकट भविष्यमा पुनः हामी तपाईँको जीवनमा सरोकार राख्ने केही विषयहरूमाथि चर्चा परिचर्चा गर्ने बाचाको साथमा आजको कार्यक्रमबाट बिदा चाहन्छौँ। नमस्कार।